हेलो स्टुडेन्ट्स, वेलकम टु माई च्यानल। आज हामीहरू मल्टिप्लिकेसन अफ एल्जेब्रिक टर्म्समा मल्टिप्लाई गर्नेछौँ। एउटा क्वेसन रहेको छ x + 3 x + 4 दुईटै ब्रेकेटमा रहेको छ। यसको अर्थ के हो? बिचमा मल्टिप्लिकेसन, ब्रेकेट छ भने मल्टिप्लाई हुन्छ। त्यसको लागि अब हामीले कसरी स्टार्ट गर्ने भन्दाखेरि यसमा दुईटा टर्म रहेको छ जसलाई बाइनोमियल भन्छन्। अब हामीले फर्स्टमा x + 3 ले x + 4 लाई मल्टिप्लाई गर्नुपर्ने छ भने प्रत्येक टर्मलाई मल्टिप्लाई गर्नुपर्ने हुन्छ। जस्तो कि x ले x + 4 दुईटैलाई गर्ने, त्यसपछि 3 ले x + 4 दुईटैलाई गर्ने। ल अब गर्दाखेरि x * x भनेको ल हामी एक लाइन यसरी बढाएर पनि लेख्न सक्छौँ। x * x + 4 + 3 ले अब इन्टुलाई नलेख्दा नि हुन्छ। बुझ्नुपर्छ कि ब्रेकेट भनेको मल्टिप्लाई नै हो। यसपछि अब हामीलाई मल्टिप्लाई गर्न सजिलो भयो। x ले x लाई मल्टिप्लाई गर्ने, सुरुमा ब्रेकेट हट्छ x² अनि त्यसपछि x ले +4 लाई मल्टिप्लाई गर्ने, साइन चाहिँ यो प्लस रहन्छ। x * 4 भनेको 4x। इन अ सेम वे अब +3 ले x + 4 दुईटैलाई मल्टिप्लाई गर्दा सुरुमा 3 * x 3x +3 * +4 प्लस इन्टु प्लस भयो। 3 * 4 12। नाउ अब सेम अगाडिको जस्तै हामीले लाइक टर्महरू अब खोजेर त्यसलाई एडिसन हुन्छ के हुन्छ गर्नुपर्ने हुन्छ। अब x² एउटा टर्म छ, x² अरू कुनै छैन भने x², अनि त्यस्तै 4x x वाला टर्म चाहिँ 3x पनि छ, दुईटै लाइक टर्म्स हो। त्यही भएर यो दुईटै प्लस भएर एड गर्न मिल्छ। अनि +4 + 3 7x एड गरेको हामीले लाइक टर्म्सहरूलाई, अनि +12 यति आन्सर हुन्छ। x² + 7x + 12। ओके, अब एउटा नेक्स्ट क्वेसन गरौँ। ओके, नेक्स्ट क्वेसन रहेको छ x - 2 * x² - 2x + 3। यसलाई मल्टिप्लाई गर्दाखेरि इन अ सेम वे अगाडिको जस्तै हामीले सुरुमा यो x ले यो तीनटै टर्मलाई मल्टिप्लाई गर्नुपर्छ। लेख्दाखेरि x * x² - 2x + 3। अब के बाँकी रह्यो? -2 ले पनि सबैलाई मल्टिप्लाई गर्ने, x² - 2x + 3। ओके, नाउ अब हामीले मल्टिप्लाई गर्ने x ले सुरुमा x² लाई x³ हुन्छ, x ले -2x लाई माइनस साइन आयो, x * 2x भनेको 2x², अनि त्यस्तै x * +3। अब x * +3 प्लस साइन हुन्छ 3x। इन अ सेम वे अब -2 ले यो तीनटैलाई मल्टिप्लाई गर्ने, -2 * x² -2x² भयो। अनि -2 * -2x पहिला त माइनस इन्टु माइनस गर्ने, माइनस इन्टु माइनस प्लस हुन्छ। 2 * 2 4 अनि x -2 * +3 माइनस इन्टु प्लस -2 * 3 6। अब हामीले मल्टिप्लाईको काम सक्यौँ। अब लाइक टर्महरूलाई खोजेर त्यसलाई
सब्ट्र्याक्ट एडिसन के हुन्छ त्यो गर्नुपर्छ। सुरुमा एक्स क्युब अरू कुनै टर्म छैन, मैले हेर्दाखेरि छैन। अब एक्स क्युब नै भयो। अनि 2x स्क्वायर, अब एक्स स्क्वायरवाला टर्म एउटा यो छ, एउटा 2x स्क्वायरै छ। माइनस 2x स्क्वायर दुइटैको साइन सेम छ। साइन सेम भयो भने के हुन्छ, मैले भनेको थिएँ साइन सेम भयो भने दुइटै एड गर्नुपर्छ, एडिसन हुन्छ। अनि साइन चाहिँ माइनस नै रहन्छ। 2 + 2 4x स्क्वायर। त्यस्तै लाइक टर्म 3x को 4x छ, प्लस 3x प्लस 4x दुइटै प्लस भएको भएर यसमा साइन पनि प्लस भयो अनि एडिसन हुन्छ। 3 + 4 7x। अब -6 एउटा नम्बर -6 मात्रै बाँकी रह्यो। अब यसपछि x क्युब -4x स्क्वायर प्लस 7x -6 सबै फरक टर्महरू रहेको छ। यसमा लाइक टर्म भने कुनै पनि छैन, त्यही भएर यसको एन्सर चाहिँ ए हुन्छ।